जग्गा दैनीलाई इमर्जेन्सी 15 दिनभित्रमा बिक्री गर्न लाग्नु भएको छ है। त्यो भएर आनाकै 7-8 लाख सस्तोमा चलन चल्तीको मूल्यभन्दा। नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा विज्ञापनमा। आज तपाईँलाई विश्वास नलाग्ला है, यो जग्गा तपाईँले हेर्नुभयो भने ढुक्कले लगानी गर्नुहुन्छ, किनकि काठमाडौँमै रहेको यति राम्रो जग्गा तपाईँहरू माझ मात्रै नपुगेको है। यो जग्गा एकचोटि आएर हेर्नुहोस्, चित्त बुझेन भने मलाई भन्नु होला है, किनकि पर्सनली भन्दा मलाई एकदमै राम्रो टक्क तराई जस्तो सम्म फाँट खेतमा रहेको यो पुरानो प्लोटिङको जग्गा एकदमै मिलेको, चलन चल्तीको मूल्यभन्दा मिलाएर दिन्छु भनिसक्नु भएको छ। 15 दिनको लागि अफर पनि राख्नु भएको छ। त्यो हुँदा तपाईँले 15 दिनभित्रमा पास गर्नुभयो भने एकदमै मिलाएर पाउनुहुन्छ। यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त। यो हेर्न सक्नुहुन्छ, माथितिर राम्रो राम्रो घर बनाएको छ, ठुलो बाटो त्यहाँ छ भने भित्र प्लोटिङलाई आउने बाटो यो रहेको छ। टक्क कच्ची मोटर बाटो, गाडी सरर आउँछ यो जग्गामा। वाल लगाउनु भएको छ भने अब जग्गा हेरौँ, बाटो हेरिहाल्नु भयो। जग्गा चाहिँ यही नै हो। वरिपरिको दृश्य देखाउन चाहे तपाईँलाई, टक्क यो मोबाइल आकारको जग्गा रहेको छ। वरिपरिको दृश्य हेर्न सक्नुहुन्छ, निकै राम्रो जग्गा रहेको छ। वरिपरि वाल लाउनु भएको छ, कम्पाउन्ड घेरिसक्नु भएको छ। पुरानो प्लोटिङको एन्डिङ बाटोको टक्क पूर्व फेस गरेको चिटिक्कको जग्गा बिक्रीमा रहेको यही नै हो। अब पछाडिसम्म रहेको छ, तपाईँलाई देखाउन जाँदैछु। टक्क यो वालको भागदेखि सर लगेर तपाईँलाई पछाडिसम्मको दृश्य देखाउँदैछु है त। टक्क अब यहाँ पछाडितिरको भागको दृश्य हेर्न सक्नुहुन्छ। पछाडि पनि वाल लगाइएको छ, मजाले कम्पाउन्ड छुट्याइएको छ। यस्तो खाले चिटिक्क बिक्रीमा रहेको यो खेतको गरा जस्तो देखिएको छ अहिले यहाँ, किनकि खेती मजाले गरिएको छ है त। पहिला यो प्लोटिङकै जग्गा हो। अब यो जग्गा किनेर तपाईँले घर बनाएर बस्छु भन्दा पनि मिलो, पछि फाइदा खाएर बिक्री गर्छु भन्दा पनि मिल्लो। यस्तो राम्रो जग्गामा अहिले लगानी गर्नुभयो भने पछि तपाईँलाई यसले निकै फाइदा दिनेछ है त। अब यो जग्गा यही नै हो। यो जग्गा किन्दै गर्दा फाइदा के, अब यो एरियामा पानी त प्रशस्त सुविधा भइ नै हाल्छ भने बत्तीको सुविधा पनि नजिकै घरहरू बनेको छ। स्कुलको पनि सुविधा भइहाल्यो, कोरियन स्कुल नजिकै हिँड्दै 2-3 मिनटमै पुग्नुहुन्छ तपाईँहरू। रुटको गाडी चल्ने बाटोमा पनि 3-4 मिनटमा हिँड्दै पुगिन्छ। त्यो हुँदा सबै सुविधा ओभरअलमा पाइ नै हाल्नुहुन्छ। आएर हेर्नुहोस्, चित्त बुझाएर लिनुहोस्, मूल्य पनि एकदमै मिलाएर पाउनु भएको छ यो एरियामा चलन चल्तीको मूल्यभन्दा। अब यो भिडियो अन्तिमसम्म हेर्नु, अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त। नि यति राम्रो जग्गा हेरिहाल्नु भयो, मन पारिहाल्नु भयो होला, किन पनि लागिसक्यो होला। अब यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा तपाईँहरूलाई काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका काभ्रेस्थलीको कोरियन स्कुलको ठ्याक्कै अगाडिपट्टि भन्दा पनि हुन्छ है। जताबाट आउँदा पनि सेन्टर लोकेसन। काठमाडौँको बालाजु नयाँ बस पार्कदेखि माछा पोखरी हुँदै शेषमती पुल अलिकति अगाडि जरङको पुलदेखि तपाईँहरू माथि पदमसाल चोकबाट वारी आउनु भने फुत्त आइपुग्नुहुन्छ, या तपाईँहरू सानो बाइपास हुँदै पनि आउन सक्नुहुन्छ। जताबाट आउँदा पनि सेन्टर लोकेसनमा रहेको, बिचमा रहेको चिटिक्काको 3 आना 3 पैसा एक दाम जग्गा। बाटो टक्क यो पुरानो प्लोटिङको एन्डिङ बाटोमा रहेको, मोबाइल आकारको जग्गा, पूर्व मोडा गरेको। तुरुन्तै किनेर घर बनाएर आनन्दले बस्छु भन्दा पनि मिलो, पछि निकै फाइदा खाएर बिक्री गर्छु भन्दा पनि मिलो। यो एरियामा यति सस्तो जग्गा तपाईँले पाउनुहुन्न भन्दा पनि हुन्छ। यो एरियामा आनाको 25 देखि 30 लाख चलिसकेको छ है। यो जग्गा तपाईँले इमर्जेन्सी परेको हुँदा जग्गा दैनीलाई अहिले जम्मा आनाको 22 लाखले दिँदै हुनुहुन्छ। अब तपाईँले छिटै लिनुहुन्छ भने अझै मिलाएर दिन्छु भनिसक्नु भएको छ। ढिला नगर्नु, साइडमा हेर्नुहोस् न, जग्गाको लागि भन्दा म राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।